बनाउनु भनेको एउटा सामान्य ढुङ्गालाई मूल्यवान मूर्ति बनाउनु जस्तै हो। सामान्य ढुङ्गा जसको कुनै मूल्य छैन, मूल्यवान मूर्ति बन्नुभन्दा अगाडि उनले चिनो र हम्मरको अनगिन्ती झड्काहरू, राप र चापहरू सहनु पर्ने हुन्छ। झड्का सहन नसक्ने ढुङ्गाहरू, राप र चाप सहन नसक्ने ढुङ्गाहरू पट्ट पुट्ट फुट्दछन्। ती कहिले पनि पूजनीय, शोभनीय र मूल्यवान मूर्ति बन्दैनन्। तिनै ढुङ्गा मूल्यवान मूर्ति बन्दछन् जुन ढुङ्गा कालीगढको अनगिन्ती चिनो र हम्मरको झड्कामा पनि टुट्दैनन्। उनीहरू आफूले आफूलाई रूपान्तरण गर्नको लागि पुरा पुरा राप र चापलाई सहन सक्दछन्। अर्थपूर्ण सफलता कुनै जोक होइन। राजनीतिक अवस्था बदलिँदैन, हरेक व्यक्तिको जिन्दगी रूपान्तरण भइहाल्छ र त्यो देश र त्यो समाज समृद्ध बनिहाल्छ, त्यहाँ शान्ति र अमन चयन कायम भइहाल्छ भन्ने कुरा हामी ग्यारेन्टी गर्न सक्दैनौँ। विकसित देशमा पनि देखेको छौँ हामीले, हामीलाई जस्ता विकास हुँदै गइरहेका देशका पनि चुनौतीहरू हामीले देखिरहेका छौँ। तर हामीलाई यो कुरा चाहिँ थाहा छ, हामी जुन भूगोलमा हौँ, हामी जुन पेसा व्यवसायमा हौँ, आफूले आफूलाई हामी समय सापेक्ष रूपान्तरण गर्नको लागि र समयले दिएका ती ठक्करहरूसँग बदलिनको लागि, ती झड्काहरू सहनको लागि आफूले आफूलाई तयार गरिरह्यौँ भने हाम्रो वृद्धि, हाम्रो विकास र हाम्रो सफलतालाई रोक्नको लागि कसैले पनि सक्नेवाला छैन।